भाइ चाहिँ कति वर्ष भयो अहिले? म 22 वर्ष। 22 वर्ष। कति वर्षदेखि यो गाई गोठालो बसेको? भयो त्यस 11 वर्षदेखिको छ। 11 वर्षदेखि गाई गोठालो बस्नु कस्तो रमाइलो छ? अब उकाली ओराली यस्तो अब रमाइलो लाग्छ। हो। त्यसो भए 11 वर्षदेखि गाई गोठालो नि? अनि पढ्नु भएन? पढ्नु 6 सम्म पढ्यो। हजुर। अब 6 देखि पढ्दिन। 6 देखि नै अब गाई बाख्राको पेसामा लाग्यो। हजुर। त्यहाँदेखि अब पढ्न सक्न पाइएन। भाइको नाम चाहिँ के हो? योगेश मगर। योगेश मगर। हजुर। के मगर हो? बुढा मगर। बुढा मगर। अनि घरमा कतिजनाको परिवार हुनुहुन्छ? अहिले 5 जनाको परिवार। 5 जनाको। बुवा आमा हुनुहुन्छ? बुवा आमा हुनुहुन्छ। अनि दाइ? बहिनी 2 जना हुनुहुन्छ। बहिनी 2 जना। दाइले बिहे गरेर छुट्टिनु भयो। त्यसो भए दाइको बिहे भयो। अनि जिम्मेवारी चाहिँ भाइको काँधमा आयो नि? हजुर। अनि 11 वर्ष हुँदाखेरि दाइले बिहे गर्नुभयो। हजुर। त्यहाँदेखि अब गोठालो लाग्यो। गोठालो लाग्यो। अनि यो 11 वर्षदेखि गोठालो 6 क्लासमा छोड्यो नि? हजुर। अनि छोड्ने यो स्कुल छोड्ने बाध्य भयो? बाध्य भयो। अब के गर्ने, अब बाआमा बुढाबुढी हुनुहुन्छ। अब दाइले परदेश धाउनुभयो। हजुर। अब घर नगर्ने मान्छेहरू, गोठालो गर्ने मान्छेहरू भएन। अनि त्यसपछि मैले अब यस्तो बाआमाको पेसामा लाग्यो। पेसा सम्हाल्नु पर्यो होइन? पेसा सम्हाल्नु पर्यो। अनि त्यो स्कुल चाहिँ सजिलै छोडिदियो त? के गर्ने, पढ्न मन त थियो। हजुर। अब के गर्ने, अब भाग्यले अब पढ्ने साथ दिएन। त्यही भएर अब स्कुल छोडियो। बाध्यताले छोडियो। अनि पछि यो गाई गोठालो बस्दाखेरि स्कुल छोडिसकेपछि साथीहरू स्कुल जाने बेलामा चाहिँ कतै म पनि पढ्नुपर्छ भन्ने चाहिँ सोच भएन? हुन्छ नि, अब साथीभाइहरू तल बुर्तिवाङ तल बुटोल काठमाडौँ पोखरा पर्दाखेरि त हो म पनि पढेको भए यतिखेर साथीहरूसँग त्यहीँ हुन्थेँ। अब त्यस्तै गरी हिँड्थेँ होला म पनि भन्ने मन लाग्छ। अहिले यो गाई गोठालो बस्नु भएको छ, यो कुन ठाउँमा हुनुहुन्छ अरे तपाईँ? अहिले हामीहरू धरपाटन। धरपाटनको यो कुन ठाउँ रे? ऐसेलधारामा। अनि भाइ तपाईँलाई कस्तो लाग्छ त यो पढ्नु भन्दा पनि यो गाई गोठालो बसेकै राम्रो भन्ने लाग्छ कि म पनि अब पढ्नुपर्छ, पढेको भए हुन्थ्यो भन्ने लाग्छ? होइन, अहिले त मलाई त गाई गोठालो गर्दा पनि ठिकै लाग्छ। ठिकै छ नि? हजुर। अब किन भन्दा सबले अब गाई गोठालो गर्न छोडे। हजुर। अब आजभोलिको युवामा अब गोठालो गर्ने खासै मान्छे भेटिन्न। आजभोलिको युवाहरूले गोठालो गर्दा त्यही त मैले पनि अहिले तपाईँलाई देखेँ कि अब तपाईँ यहाँ तपाईँको गोठमा आउँदाखेरि चाहिँ अब भर्खरैको 22 वर्षको केटा अब पानी भरेर दाउरा घाँस दाउरा गरेर गाईहरूलाई हालिदिँदाखेरि अनि यो गाईहरू दुलाउँदाखेरि चाहिँ ओहो यस्तो मेहनती भाइ चाहिँ लाग्यो। अनि यो त्यही त अहिले त युवाहरू पनि यो गाई गोठालो भेटी गोठालो यो पेसा छोडिसके। अब बुढापाकाले गर्न नसक्ने। अनि तपाईँलाई के लाग्छ यो अब यो युवाहरूले चाहिँ गर्नुपर्छ, गाई गोठालो बस्नुपर्छ भन्ने ठान्नुहुन्छ कि यो दुःख छ भन्नुहुन्छ? होइन, मलाई एकदम होइन, वीर पुर्खादेखि आएको यस्तो चलन नमेटोस्। हजुर। यस्तै रहोस् भन्ने चाहन्छु दाजु। त्यही त हामीले यो गाई बिना, गाई गोरु बिना पनि हाम्रो खेतीपाती पनि चल्दैन होइन? हामी पाहाडमा बस्ने, एकल गोरु नपाल्दासम्म हुन्न। अब यिनीहरू छैन भने त अब पाहाडमा त अब खान पनि मिल्दैन। खानै हुन्न। 22 वर्षको हुनुहुन्छ, बिहे गर्नु भएको छैन है? भएको छैन। अनि बिहे चाहिँ कहिले गर्ने सोच छ त हजुरको? अब छ, अब बिहे चाहिँ अब त्यस्तै अब बिस्तारै 25-26 होइन, अब 27-28। मलाई त लाग्छ छिट्टै बिहे गरेर अझ तपाईँको जान परिवार जोडी भएर चाहिँ यो पेसामा लाग्यो भने अलि राम्रो हुन्छ कि भन्ने लागेको छ। तपाईँलाई एक्लो महसुस हुन्छ कि हुन्न गाई गोठामा बस्दाखेरि बिहे गर्नु पर्यो, अब एउटा बिहे चाहिँ गर्नु पर्यो? अब हुन्न दाजु त्यस्तो मलाई। हुन्न नि? मलाई यस्तो एक्लो जिन्दगी नै राम्रो लाग्छ मलाई। अनि बिहे त गर्नुहुन्छ होला नि फेरि? बिहे त बिस्तारै अहिले उमेर छँदैछ 22 वर्ष। बिस्तारै सोच्दै गर्ने।
अनि गाई कति छन्? गाई त्यस्तै 19वटा छ। 19वटा नि? 19वटा। अनि बाख्रा नि पाल्नु भएको रहेछ, बाख्रा कति छ? बाख्रा पनि छ त्यस्तै, बाख्रा पनि छ 18-19 छ। 18-19 छ नि? 18-19 छ। ए त्यही त। अनि यो ऐसेलु धारा? ऐसेलु धारा। अनि यो ऐसेलु धारामा बस्नु भएको छ, ऐसेलु धेरै हुन्छ क्या यहाँ? होइन, अब पहिला वीर पुर्खाहरूले त्यो पहिला चाहिँ बाजे अब जिजु बाजेहरूले चाहिँ राखेको ठाउँ चाहिँ ऐसेलु धारा होइन? अब सबले अब हामीहरू त बच्चैदेखि यस्तै सुन्दै आइयो। यो चाहिँ यहाँ धोरपातनभित्र पर्छ नि? धोरपातनभित्र पर्छ। ए धोरपातन सिकार आरसी भित्र पर्छ। ए कर चाहिँ यो उठाइरहेछन् रे धोरपातन सिकार आरसीले? उठाइरहेछन्। तपाईँले तिर्नुभयो त? मैले तिरेको छैन। तिर्नु भएको छैन नि? पोहोर साल यस्तो थिएन, असौँ सालदेखि यस्तै भयो। पोहोर परार अब चलाउनेदेखि नै अब बसोबास हुन्थ्यो। तर अब जिजु बाजेदेखि बस्नुहुन्थ्यो। अब तर तिरे थिएन, असौ आएँ। असौ मैले तिरेन, तर म यहाँ थिएन। यहाँ भएको भए सायद मैले पनि तिर्थेँ होला। सबले तिर्दाखेरि म असौ यहाँ भएन, म तिरेँ। अनि खासमा त अब यो आरक्षण त खासमा अब यस्तो नउठाउनु पर्ने हो। तर यो आरक्षभित्र बन्द भए पनि यो अब पुष्प सम्पत्तिहरूलाई त खास त अब हाम्रै ठाउँ हो, हाम्रै गाउँ हो, हामीलाई त कर्जा नउठाउनु पर्ने हो, त्यस्तो लाग्छ। हो, तपाईँलाई यो आरसीले चाहिँ उठाउँदाखेरि चित्त दुख्या छ है? चित्त दुख्या छ। कति उठाइरहेछन् अहिले? अब बाख्रालाई 10 रुपियाँ, भैँसीलाई 50 रुपियाँ। भैँसीलाई 50 रुपियाँ। ए तपाईँले चाहिँ यो 10 रुपियाँ 25 रुपियाँ तिरेकोमा पिर भएन कि? तर हाम्रो एउटा वन सधैँ अब पुर्खादेखि जिजु बाजेदेखि चर्दै आएको चरणमा चाहिँ ठाउँमा चाहिँ यो आरक्षीले उठाउँदाखेरि हामी चाहिँ एउटा बाहिरी ठाउँबाट चाहिँ यहाँ आएको जस्तो लाग्यो होइन तपाईँलाई? म त्यस्तो महसुस भयो नि। ए अनि यहाँ भन्दाखेरि यस्तो फेरि अब होइन, असो तिर्यो भने तिरेन भने अर्को साल बस्नै दिन्न भनिरहेछ। ए त्यस्तो पनि भनेका छन्? त्यस्तो पनि भनिरहेछ आरक्षीले। अब खासमा अब यस्तै गरेर जाँदाखेरि त पछाडि चाहिँ मलाई लाग्छ यहाँनिर अब कसै पनि बस्दैनन् जस्तो लाग्छ, सबैले बस्नु दिँदैनन् जस्तो लाग्छ मलाई। त्यसो भए त यो आफ्नै गाउँठाउँको वनमा आफ्नै पुर्खादेखि चाहिँ पुर्खाले चलाउँदै आएको चरणमा चाहिँ गाई बस्तु पनि पाल्ने चाहिँ समस्या आउने भयो नि? समस्या आउनु त्यो उठाइरहेको चाहिँ मैले पहिलेदेखि थाहा पाएको हो। तर यो चाहिँ यो आफ्नै वनमा चाहिँ यो आरक्षभित्र, यो आरक्षी सिकार आरक्षभित्र चाहिँ आरक्षीले चाहिँ कर उठाउँदाखेरि मलाई पनि अलिक अचम्म लागेको छ कि। अनि यो